अर्को रियाक्ट भिडियो मन परेको छ। हामी हाँसेको बौला जस्तो केही नगरिकन त्यही भएर हामी फेरि हाँस्न आइसकेका छौँ र योपालि चाहिँ हामी प्रभात ब्रोलाई एकदम धेरै धन्यवाद भन्छ। तपाईँको भिडियोहरूबाट हामी काटकुट पारेर आफ्नै बनाएर लोगो सोगो हालेर म चाहिँ हिरो भइसक्यो हामी होइन। थ्याङ्क यू भेरी मच प्रभात ब्रो। यस्तो गर्दै सुरु गरौँ अर्को भिडियो। ल है योपालि बालन डिजे बिगा होइन माटो हो नि हर्के ए बाटो बाटो अब हर्क साम्पाङबाट हजुर किन हर्क साम्पाङले चाहिँ किन भिजन छ राम्रो के छ बिजन ढुङ्गा बोकाउ छ जिउ दुखेको निको पार्छ तँलाई म के भन्छु भने के भन्दिनु भिडियोको सुरुमै बालन आइसकेको छ त्यही भएर उछल दाइ केही भन्नुहुन्न डाइलग मिर्गी लगाइसक्यो बालन भन्ने बित्तिकै ल ल ल यो आज बेलामा दुर्गेशको फ्यानको पारा म जस्तो छु त्यस्तै भ्यान पनि सवाल रहेछ नि त नि यो त दुई तल डिस्काका जस्तो भ्यान यार है डिचे बानी रोकी खान्छ बिचारा यार वा क्या पिट्दै बुढीले यार है मा म एउटा म्युजिकको विद्यार्थी तपाईलाई श्रीमती कुरिरहेको छ तपाईँ चाहिँ किन फेरि सुनाउनु नि तपाईलाई श्रीमतीले कुटिरहेछ भन्दै तपाईँ त रक्सी खाएर गीत गाउने मेरो बानी रक्सी खाएपछि गीत गाउनु पर्ने मलाई खुब हैन म एउटा म्युजिकको विद्यार्थी तपाईलाई श्रीमती कुरिरहेको छ तपाईँ चाहिँ के आभार मेरो गाउँमा कपाल काट्नु पर्यो भने मैले कैँचीले निस्यो बच्चा निस्किन्थेँ त्यतिखेर कपाल काट्नु चलाउँथेँ म राम्रो कपाल काट्ने मान्छे हो राउरपति वाइरी गर्ने मान्छे हो बिग्रे पनि चर्खा बिग्रे पनि सबै बनाइदिने मान्छे हो एउटा पनि थोपा तेल नहालिकन एक मसला नहालिकन नुन मात्र हालेको भरमा सबभन्दा मिठो मासु बनाउने मान्छे म जनी बस्ने भइसिन भनेर शेरबहादुर के भन्नु हजुर म त शेरबहादुर पार्टी पनि हजुर म शेरबहादुर भन्ने फेरि तपाईँ नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला म एकदम स्वतन्त्र शेरबहादी यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर तपाईँ स्ट्याटस बहादुर जस्तो फुल यार अहिले त बट्टाइस पनि भइसक्यो त्यही भएर हालेको हाले झन् त्यहाँ बालेन भन्ने नाम लिएपछि त लाइकको बरा पैसा त्यत्तिकै भाइरल भइसक्यो भाइरल अर्को सम्पन्न मुर्दाबाद भन्दा भन्ने पनि सही हो ओबे आन्दोलनको मैदानको भाग हौं हामी भाग कुत्ते का पिल्ला कुत्ता होता है शेर नहीं तेरा बाप कुत्ता है तू कुत्ते का पिल्ला है कुत्ता है तू कुत्ता ड्याडीले भनेपछि मान्नै पर्यो फेरि त्यसो यो त घरमा पालेको कुकुरले बदमास गर्दाखेरि भन्ने कुरा रहेछ भन्ने पनि ड्याडी जग्गा आउँदैन के भन्नु घर राति आउँदाखेरि पछि आफूले टक दिन्छ नि पछि सन्केर भन्ने पछि लगा त के भन्ने सन्केर कुत्ता होता है शेर नहीं तेरा बाप कुत्ता है तू कुत्ते का पिल्ला है कुत्ता है तू कुत्ता दिदी भन्छ फेरि आज खोज्न सक्दैन बक्लोल हामीले ठेक्का लियौं सुपर हिट फिल्म तिमी बनाउँछ एउटा लोकले बनाउन सक्दैन खानेकुरा भयो भए खान सकिँदैन थियो चाटिङ कुरा गर्नु सक्छ चटुवा बुढामा कस्तो गाह्रो हुन्छ मान्छे खुट्टा हल्लाइदिने यसो रोकिदिनु मलाई नै टुक 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 हुन्छ कि मेरो एउटा हल्लिन्छ आफै अनि एउटा रोकिदिन्छ आफू हल्लाउँछ दुईटा रोक्यो भने चाहिँ के हल्लिन्छ बुझ्नेलाई त्रिकण्ड नबुझ्नेलाई खुर्पाको भिड बुझ्नेलाई के गर्नु बुझ्नेलाई लड्न बुझ्नेलाई त्रिकण्ड नबुझ्नेलाई श्रीकण्ठ ब्रो बुझ्नेलाई लड्न भइगयो नि तिमीहरूले Empty river.
What's this crazy song? Empty river. What's this crazy song? रामु ल एउटा चुरे खानु क्यान्सर भयो घाँटेपछि अनि उहाँले हेलो भन्नुहोस् न त अनि उहाँको नाम चाहिँ पबी केपीओले पोखरा आउँदा त्यही कुटीमा गएर बस्ने दामी ठाउँमा नाच्छ क्या त दाइ खतरै बनाएको पैसा खर्च गरेर बनाएको त्यो मराको छोरी नि छैन स्वानी नि छैन अनि बस्ने त्यस्तै जङ्गल आउँछ तपाईँको यो खानु छोड्नु पर्यो नत्र फेरि यति हुन्न नि तपाईँ हालिदिनु के बुढो हिँड्दैन होला बुढो गर्छ खालि घाँटी खसखस त्यो सुर्ती खाएर होला त्यो अहिले हुँदैन केटी देखेपछि हुन्छ म त आउँदैन मेरो भट्टा जति जम्मै केपीको ओलीलाई दिएर छोड्ने त्यसैले त्यसलाई पैसाले खाँचो छ चुरोट खाने काम गर्नु छोडेको कहाँबाट सम्झाइदिनु बोकेको गर्लफ्रेन्ड छ र गर्लफ्रेन्ड होइन छप्की पढेको होइन क्या यो लेफ्ट साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे त्यो भैँसीको त मोमो खाए क्या मैले मोमो खाएँ सिद्धिया भैँसी नै सिद्धि छैन आउँछ पैसा मेरो अलिअलि आउँछ हाउ मच 1 month जस्ट अन्ली भन्नुहुन्न त्यहाँ ए यहाँ भन्नुहुन्न हेर उता फर्काइदिनु आवाज चाउ चाउ खाऊ चाउ चाउ हुट्याउँछ ए 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि छोड अब तेरो बिहा गर्नुपर्छ छोरा हुन्छ हो आमा तर सही ल्याए अर्काले सही ल्याउँदैन छ तिमीलाई देखेर एउटा कुरा याद के याद आयो सबै केटीले मलाई नै देख्दा किन यस्तो याद आउँछ भनौ न प्रिय सायद तिमीले त्यो कुरा कहिले कल्पना पनि गरेको मैले कल्पना त धेरैचोटि गरिसकेँ यो त मलाई एपिक लाग्छ रे मान्छे मलाई क्या भेट अति बाबा लाग्छ मलाई सुन्तला हजुरको फेभरेट त्यही भएर पूर्वबाट ल्याइदिएको है अब आफ्नै बोटमा फलेको सुन्तला हो यो अझै टुप्पी टुप्पीका छ आफ्नै बोटमा फलेको सुन्तला कस्तो हेर्दिरहेको राजमालको चाहिँ टेस्ट कता डाइरेक्ट बोट हेर्नु बोट हेरेर हेर्नु त्यो त केटा मान्छे हैन राइसवाले बोट हेर्नु सुन्तला हो यो अझै टुप्पी टुप्पीका छ आफ्नै बोटमा फलेको सुन्तला तपाईँ लोकप्रिय हुनुहुन्छ नि त तपाईँ आफ्नै किसिमको नाम छ नितिशा सबैले चिन्छन् तपाईँलाई मन पराउनेहरू पनि थुप्रै छन् तर तपाईँले जसलाई मन पराउनु हो म कसैको नाम लिन चाहन्न जीवनमा किनभने तपाईँलाई मन पराउनु पनि थियो तपाईँले पनि मन पराउनु भयो तर टुट्यो प्रेमहरू त्यो प्रेमको अहिले छ नि म घाउ कोट्याउन चाहन्न कि कोट्याउँ बुढालाई कन्टेन्ट चाहिएर चाहिँ के गर्नुहोस् त
सक्यो यो कति सक्यो त यो राम्रो थियो रियाक्सन भिडियो तपाईँहरूले हेर्नुभयो होला हामीले रियाक्ट गरेको अलिअलि हाँसेको पनि छौँ अलिअलि हाँसेको पनि छन् अलिअलि नक्कली हाँसेको पनि छन् अब यस्तो अरे बाप रे रियाक्सन भनेकै हाँस्नु नक्कली हाँस्नु पर्दो रहेछ होइन बिग साउट आउट प्रभात ब्रदरलाई यो भिडियो बनाएकोमा र हाम्रो एडिटर भाइलाई पनि त्यो उसले बनाएको भिडियो काटेर आफ्नो भिडियो बनाएकोमा अर्को भिडियोमा भेटेर तपाईँहरू सजेस्ट गर्नु कुन भिडियो चाहिँ कुन भिडियो कस्तो को मान्छे हामीलाई सजेस्ट गर्नुहोस् प्लिज कसलाई रियाक्ट गर्ने भनेर डु इट प्लिज त्यति भन्दै आजको एपिसोडबाट हामी बिदा लिन चाहन्छौँ सी यू गाइस ब्याट्री पनि सिधै चार्ज गर्नु पर्ने भयो